राजनीतिमा शब्द सस्तो हुन्छन् तर कहिलेकाहीँ कुनै नेताको एउटा सम्बोधनले भीडलाई होइन इतिहासलाई सम्बोधन गरिरहेको हुन्छ। आज जावलाखेलमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले त्यस्तै सम्बोधन गरे। उनले आफ्नै पार्टीका सांसदहरूलाई सुनाए, पदको मोह छोड्नुस्, कानून बनाउनुस्, विपक्षलाई सम्झाए हामी शत्रु होइनौं र पुराना दलहरूको गरे मुक्त कण्ठले प्रशंसा। सत्तामा बसेर विपक्षलाई नचिड्याउने, आफ्नै कार्यकर्तालाई कडा सत्य सुनाउने र इतिहासप्रति कृतज्ञ रहने यो त्रिगुण एकै मञ्चबाट देखाउनु सामान्य राजनीति होइन, यो हो परिपक्वताको राजनीति जुन आज रविले देखाएका छन्। लामिछानेले जावलाखेलमा गरेको सम्बोधन आज निकै चर्चामा छ। उनी सत्तारूढ दल राष्ट्रपा सभापति हुन्। उनको नेतृत्वमा रहेको पार्टीले पहिलो महाधिवेशन समेत नगर्दै संसदमा झण्डै 2/3 सीट जितेको छ। उनको पार्टीले सरकार सञ्चालन गरिरहेको छ। उनीहरू विगतको परिपाटीलाई क्रमभंग गर्ने अभियानमा छन्। रविका अभिव्यक्ति यति संयमित र जिम्मेवार छन् कि सरकारका कमजोरीलाई पनि काँध थापेका छन् र प्रतिपक्षलाई समेत चिड्याएका छैनन्। उनले कांग्रेस, एमाले र माओवादीले विगतमा गरेका संघर्षको मुक्त कण्ठले प्रशंसा गरेका छन्। उनले आज मुख्य जोड़ दिएका विषयहरू प्रधानमन्त्री र म दिगो सहयात्रामा छौं। मीडियाका साथीहरूले मुख नमिठ्याउँदा हुन्छ। रवि र बालेन फुट्ने बास्ना चल्न सक्छ तर खाना आउने छैन। हामी नयाँ छौं तर बेवकुफ छैनौं। प्रधान न्यायाधीश सिफारिस कसरी असंवैधानिक भयो बुझिन मैले, बुझाइदेऊ कसैले। जस्तो चलेको थियो त्यस्तो त हुँदैन। क्रमभंगता त हुन्छ। इतिहासकै सजिलो क्रान्तिबाट आयौं, परिणाम नदिए नालायक ठहरिन्छौं। वरिष्ठलाई नै प्रधान न्यायाधीश बनाउने भए संवैधानिक परिषद किन चाहियो? मेरो गर्दन त्यही छ, चलाइदिनुस् हतियार। पार्टी फुट्ने कुनै सम्भावना छैन। रविको मान्छे र बालेनको मान्छे भनेर गुटबन्दी नगर्नुस्। अनावश्यक विषयहरूलाई धेरै उचालेर नागरिकमा आशंका पैदा नगर्नुस्। भाइरलको दुनियाँबाट बाहिर निस्किनुस्। अभिनय नगर्नुस्। हामी जीवनी लेख्ने होइन, इतिहास लेख्ने यात्रामा छौं। रविले भने, केही कुरामा स्पष्ट भन्न चाहन्छु। नेपाली जनताको भरोसाले हामी आज राजनीतिमा यो स्थानसम्म आइपुगेका छौं। तर निर्वाचन आयोगले राजनीतिज्ञ भनेर दिने सर्टिफिकेटले मात्रै कोही गुण सम्पन्न वा पूर्ण ज्ञानी हुँदैन। हामीले पुराना राजनीतिक दलहरूको संघर्षलाई कहिलेकाहीँ कटाक्ष त गर्छौं, चाहे त्यो नेपाली कांग्रेस होस्, नेकपा एमाले होस् वा अन्य कम्युनिस्ट घटकहरू। तर उहाँहरूले 30औं वर्षसम्म जुन अनवरत संघर्ष गर्नुभयो त्यसलाई भुल्नु हुँदैन। त्यति बेलाका नेताहरूलाई यो परिवर्तन कहिले आउँछ वा आउँछ कि आउँदैन भन्ने कुराको कुनै हेक्का थिएन। यो संघर्ष कति लामो हुन्छ भन्ने कुनै अन्दाज पनि थिएन। कतिले निर्वासित हुनु पर्यो, कतिले आफ्ना कलिला बालबालिकालाई छोडेर लुक्दै भाग्दै हिँड्नु पर्यो। न पढाइको ठेगान थियो, न परिवारलाई के खुवाउने भन्ने टुङ्गो। जीवन सधैँ जोखिममा थियो। उहाँहरू 30 वर्ष लाग्छ भनेर यो लडाई